त म घर जान्छु। ल हेर्नुहोस्, अब म घर जाने बेला भयो भनेर सुदामाले सोध्न थाल्नुभयो। सोध्न थालिसकेपछि अब जाने भए जानुहोस् न त प्रभु भन्नुभयो। अब मेरो भगवान् परमात्मा अब जान त जानुहोस्, यो कपडा जति सबै फेरेर राख्नुहोस्, जस्तो लगाएको छ त्यस्तै लाएर जानुहोस्। राधे राधे। अब फेरेर जान पाएदेखि कति राम्रो हुन्थ्यो होला भन्ने सोच भयो। हामीलाई पनि त्यही सोच भएको छ। कसले फेरिदिएको छ त? राधे राधे भन्नुहोस् त। ब्राह्मणको जातलाई फेर्दैदेखि कति आनन्द हुन्थ्यो भन्नुभएको छ। ल हेर्नुहोस्, फेर्ने कोसिस गर्नु भएन कृष्णले पनि। सबै यो लगाएको जति यहीँ खोलेर राख्नुहोस्, जस्तो लाहा त्यस्तै लाएर जानुहोस्। राधे राधे। ल हेर्नुहोस्, भगवान् परमात्मा नारायण हरि आनन्दसँग नै आफ्नो लगाएको कपडा 7 ठाउँमा चाहिँ टालेको धोती फेरि पनि लाएर जानको लागि तयारी हुनुभयो। हे प्रभु नारायण, हजुरले त जानी, अब मलाई पठाएको चाहिँ कोसेली नखाइकन जान पाइँदैन है त। कोसेली खुवाउनु पर्यो। ल मलाई कोसेली खुवाएर मात्रै जानुहोस् भनिसकेपछि प्रभु मैले त केही पनि ल्याएको छैन, हजुरले के भन्नुभएको? लाज लाग्यो सुदामालाई। यस्तो दरबारको राजालाई अब मैले कसरी दिनु होला यस्तो चाहिँ एकमुठी कनिका भन्ने चाहिँ लाज लागिसकेपछि कृष्ण भगवान्ले कहाँ छ कता छ मेरो भाबीले पठाएको कोसेली, ल म त खानु पर्यो। ल दिनुहोस्, यहाँको पाउडर जति खाए पनि खान्छु म। मैले अघि नै भनिसकेछु शरबत पानी खान्छु घरमा गएर। राधे राधे। 1 माना 2 माना जति यहाँबाट खाइसकेँ मैले बालुवावाला। गोविन्द भगवानको, भगवान् परमात्मा नारायण हरि। अब त्यति गरेर भगवान् परमात्मा यता र उताबाट कृष्ण भगवान्ले जिस्काएर माग्न थाल्नुभयो। माग्न थालिसकेपछि भगवान् परमात्मा नारायण हरिलाई कसरी दिउँ मैले यो एकमुठी कनिका? यस्तो चाहिँ अब टालो पनि फोरी टालो छ। भगवान् परमात्माले यताबाट उताबाट झिक्नुभयो। म त यस्तो राम्रो पठाउनु भएको रहेछ, म त खान्छु अब प्रसादी। राधे राधे। ल हेर्नु, कोसेली 1 फाँका खानुभयो। भगवान् परमात्माले सारा संसारै दिनुभयो, अर्को फाँको पनि खानुभयो। हे भगवान् परमात्मा, यो सारा संसारमा धन सम्पत्ति हिरामती सुन चाँदी सारा संसारमा दिनुभयो, फेरि पनि अर्को फाँका खानालाई ठिक्क पर्नु भएपछि रुक्मणी माताले गएर हातमा च्याप्प समाइदिनु भयो। हे प्रभु, हजुरले मात्रै खाने होइन, हामीलाई पनि खान दिनुहोस् कनिका। राधे राधे। हामीलाई पनि खान दिनुहोस् भनिसकेपछि भगवान् परमात्मा रुक्मणी माताले यति नरोकेको भए अहिले ब्राह्मण जाति जति धनी कोही पनि हुँदैन थियो। राधे राधे। हेर्नुहोस्, यति कारणले भगवती माताले सारा संसारलाई चाहिन्छ, सबै भक्त बराबरी हो, एउटालाई मात्रै दिएर केही पनि हुँदैन। त्यही भएर रोकेर राखिदिएको कारणले अहिले सबैजना भन्दा धेरै चाहिँ साउ को हुन्छन् त भन्दाखेरि क्षेत्रीहरू। राधे राधे भन्नुहोस्। वैश्य सूत्र क्षेत्रीय सारा संसारमा यो चारै जातमा सबैजना नै बराबरी कर्मले नै साउ भएका छन्। राधे राधे। कर्म गरे धनाढ्य हुन्छन्, कर्म नगरे गरी धनाढ्य हुँदैनन्। भएको पनि सिद्धिँदै जान्छन् कर्म नगरे भने। श्री सत्यनारायण भगवानको